क्यों बिहे हो कि के हो तर जे पनि म कलाकार हो म गीत गाउने मान्छे हो क्या हे घरमा परो पारीमा स्याउलो किन्ने माने भइहाल्छु म ब्याउलो ओहो के त सन्चै हुनुहुन्छ हो माथि गरौँला है हामी माथि भन्ने हो क्या त ओहो यहाँ माइलो आइके आएन नि त्यो टेन्सन छ क्या मलाई माइलोसँग भेट्न पनि धेरै दिन भयो है फेरि टोफी गर्ला यहाँ टेन्सन चाहिँ ओहो कति राम्रो केटी हो ल यो पनि केटी जुगाडारी छ त क्या सेम मेरो जस्तो रहेछ म त केटी होला भनेर यहीलाई पूर्व जान्छु भने त काली काली राम्रै छ भने त चुङ्गे खाइदिया त बरु पहिलो चान्समै फेल खाएपछि माइलो भेट्न उक्लो अब हेलो नमस्ते के छ माइलो त आइके आइलेन हो आइए म भेट्छु अहिले सबैजना आएर हुनुहुन्छ आम्मामा मेरै जन्ती आउनुभएको रहेछ हाँस्नुहोस् है अब पारा अनुसारको तारा निकालेर हाँसौँ त यसलाई भन्छ लाप्टर ओहो यहाँ त पुरै तरुनी छन् त यो बिहे हो कि म फेरि केटी हेर्न आएको सबलाई बिहा गर्छु होलसेलमै जेसुकै होस् ओहो मल्दै नमस्कार राम 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 आउनुहोस् दाइ आउनुहोस् म त ओ पानी चाहिँ ढल्छ क्या दाइ अब यस्तै हो आउनुहोस् माइला दाइ र मङ्गेबा घरैमा आएका छन् अब तपाईँले भन्नुहोस् त माइला बा र मङ्गले बा यहाँ यस्तो छ क्या जिन्दगीमा माइलदाईसँग दुईचोटि भेट भयो है तीनचोटि भेट भयो अब मेरो चाहिँ हामी दुइटैको बढिरहेछ है फेरि बढेको छ है सर अब माइला दाईको कोट बढो मेरो कपाल बढो हाइट त सम्झिने पानी झम्की है यस्तो छ मङ्गले बा हाइट त नेपालमा यही हाइटले खाइरहेछ धेरैको होइन त्यो भएर पनि अरू कुरा पनि बढ्न त बढिरहेछ सबै कुरा भन्न मिल्दैन है त्यो त म भन्दैछु नि जिन्दगीमा माइलदाईको त के बढो हेर्नु भएको छ जे गरे पनि भ्युज गएकै छ तर दाइ केही छैन दाइको गीतमा अहिले छमछम नाचौँला दाइ बिहा गर्नु पर्यो भने फेर त फेरि छोरा जस्तो मान्छेलाई दाइ भन्ने छु म त बाउनै हो कि हुन्छ है माइलो जे भए पनि माइलो छाला चाहिँ कमाएर छाला चाहिँ गुड छ दाजु फेरि भेटौँला है म आफ्नो कर्मतिर लाग्छु माइन्ड नगर्नु है आम्मामा हेरौँ त ताली त ठोकेन है यो के ठहराउनु फेरि म त अचम्मै के ठिकै यो मान्छेसँगको एउटा रमाइलो घट्ने याद छ है मलाई बाख्रा चराउन गएको रहेछ डाइलग बोलेछ बाख्रा त सबै छरेर काट्नु मुनि 500वटा बाख्रा ठिकै यो मान्छेसँगको एउटा रमाइलो घट्ने याद छ है मलाई बाख्रा चराउन गएको रहेछ डाइलग बोलेछ बाख्रा त सबै छरेर काट्नु मुनि 500वटा बाख्रा मार्ने टिकट हेलो वेलकम एउटा डाइलग सुन्छु केही बोल्दिनँ म अहिले पालो आएको छैन डराएको केही छैन यो म चाहिँ इन्ट्रोडक्सन गरौँ जे पनि म मङ्गले गरेर बस्छु हो म चान्चुङ्गे मान्छे हो मङ्गला गरेरमा बस्छु चिलमा चढेर पृथ्वी आउँछु माइला दाइ त मभन्दा हिजो हिँड्नु भयो म त माथिबाट हिँड्थेर झर्न त हामी माथि चाहिँ हेर नि त ऊ माथि हेर म मन्टाउन एक्सर्साइज हुन्छ के हो अब हाँसौँ त हाँसौँ न हौ देख्नु जोगै भन्नु पर्दैन हाँसौँ भने चाहिँ हाँसिहाल्छ केही छैन म त फेरि केटी खोज्न आएको हो है केटी खोज्न आएको त्यहाँ त केटीको त आम्मामा त्यही भएर होलसेलमै लग्ला छु सबैजना जन्ती आउने है आउने कि नआउने तपाईँ पनि आउनु होला है यो ढुङ्गो ठराए जस्तै ठराउनु भएको छ अब यो के हो फेरि
जिन्दगीमा मेरो केही नगरी कपाल हेर त यसको पनि एउटा कथा छ अघि म पर गएको ओए भनेर त्यो केटीलाई थर्काए केटीहरूले त बर्थडे आइमाईको जस्तो छ है आइमाई भनेर माइन्ड नगर्नु होला सबले त्यही भन्थ्यो मैले पनि त्यही भन्थेँ अनि त्यसको कपाल चाहिँ लट्टे लुछेर झापेर हाने मैले त्यसको कपाल सट्टै तानेर लिएको त नक्कली रहेछ के अरे लिएर हाल्दै मैले त कपाल रोपेको छु है मैले किन त्यहाँ छौ आऊ मैले केटी लग्छु भन्दा छिटो छिटो लग्दैन एउटा दिन्छु क्या है दिनु त पऱ्यो नि यार कति हारै बस्नु रारो सङ्घको अध्यक्ष त्यही हो अब चाहिँ म एक्लै होइन मेरो फेरि केटीहरूलाई प्रपोज हान्ने तरिका फरक छ देखाऊ अलि ठुलो स्वर चाहियो क्या देखाऊ साँच्चै म मेरो त फेरि एउटा केटी तान्छु सबैलाई हान्ने हेलो हेर त लाजले हान्न प्रपोज हान्ने तरिका सिक अब यिनले मलाई यही केटोमा मन पराउलिन् त पराउनु केही भएर तिमीले मलाई माया गर्यौ भने तिमी मेरो हिरा तिमी मेरो ढक्कन फिल्म हेर्न गएपछि मै किनिदिउँला पपकर्न आई लभ यु देख्यौ युट्युब फिक्सै भयो ल यसरी यो केटी प्रपोज हान्ने तरिका अब अर्कोलाई हान्छु म आम्मामामा हेलो आउनुहोस् है के भिडियो उठैछ आम्मामामा ल यो डिस्टर्ब गरेन है आऊ अब यिनलाई प्रपोज त ठोक्नु पर्यो कि परेन है तर यही स्वरमा त मान्दिनन् है मचान हेर पुरै मचान त मलाई देखेर मस्किरा यिनको लागि चाहिँ म एउटा गीत गाउँछु ल म तिमी बिना बाँच्न सक्दिन तिमी बिना हाँस्न सक्दिन त्यही भएर आई लभ यु मचान ताली ठोकौँ न त हल्का मेरो चाहिँ अहिले जम्मा जम्मी 2टा भयो 4वटा जस्तो बनाउनु पर्यो नि त सोल्डे अर्को मैचेङ चाहिँ को छ अब फेरि मैचेङहरू त पुरै काफी दिइराख्यो है उहाँलाई त मैले अगाडि नै भेटेको आउनुहोस् अब चाहिँ नि यहाँलाई पनि अर्कै स्वरले दिनु पर्यो ठोकिदिउँ त ठोकिदिउँ खासो के मेरो नाम विष्णु अस्तिको त्यो चुटाएपछि त विष्णु भइसक्यो हातले हुन्छ यार के हो जे दाइमा भेटे हो आई लभ यु हजुर आई लभ यु छु मलाई टाचिङ लाग्छ मलाई आश्चर्य लाग्छ मलाई बडो अचम्म लाग्छ यो मान्छेलाई देख्दाखेरि सिधै पर्वत ठोकिदिउँ कि बिहे नै ठोकिदिउँ कि जस्तो त लाग्छ तर अस्ति मलाई ठोक्यादेखि म कसैलाई पनि ठोक्दिनँ होइन मलाई अब बच्चे मान्छे भए पनि म त देशकै प्रधानमन्त्री हो तर सबले लखेटे त्यही भएर म पनि लखेटे पछि बस्छु अब भाग्दा एउटा चिया पकाउने मान्छे चाहिन्छ त्यस कारण आइरह्यो सक्यो यति नैबाट चार्छु धन्यवाद 4वटा भयो अरू पनि हेर्न चाहनुहुन्छ भन्नुहोस् नत्र भने म छुट्टिन्छु छुट्टिने होइन त्यसपछि त अर्को केटी त यहाँ जति पनि छन् किन
हेर त अब यिनीहरू पनि आई लभ यु त भन्नेवाला यही स्वरमा मान्दिन् त मान्दिन्न ए म त गाउँको गोठालो सहर जान पाएन के खान्छौ त बिमला चाउचाउ बिस्कुट ल्याइन ए आमा हो के छौ बरुहरू हेर त सबैजना मेरै बिहेमा आएको हेर पुतली तेरो त बिहेमै गर्छु भन लाजले बुटुक्के हुन्छ त भन्न हो ए आमा हो अब चाहिने माइली त तुई माइली तुई केही भनिन है म चित्तमा भन्नु पर्दा म तपाईँहरूको अगाडि त केही पनि भन्दिनँ मेरो आवाज भन्ने त बडो नौलो पुरै ऐतिहासिक बडो गम्भीरपूर्वक भन्नुपर्दा त खतरै छ अब जलपरी पनि भनिरहेछन् जलपरी भन्ने को मैले त चिन्या छैन भनेर भन्दिनँ उहाँलाई तान्नलाई त खड्काजी भइहाल्छ अब यतै कुरो मिल्ला जस्तो छ क्या धेरै बिहा गर्नुहुन्न यो त मेरो एउटा एक्टिङको थेरापी हो धेरै बिहा नगर्नु होला धोका पनि नदिनु होला बुढाबुढी भनेका त दुईटा पाङ्रा हुन् र सँगै गुर्किनु पर्छ एउटा पाङ्रा कहिले नबिग्रोस् है के अलि बोलौँ न हो तेरिका यताबाट पनि एकचोटि हाँसौँ त भएन हाँसौँ त सबै हाँसौँ त निश्चित रूपमा त मैले अगाडि गरिसकेका छु प्रचण्डकै मान्छे हो कि जस्तो छ यो प्रचण्ड भनिराखेका छ यो टिके दादा भनेर हिँड्छ प्रचण्डकै मान्छे हो मेरै मान्छे हो मेरो लागि भोट माग्छ अभिभावक अब चाहिने म केही पनि भन्दिनँ अब म समय छोटो छ मालदाईको गीतमा नाच्नुपर्छ है मालदाई जे भने नोमाइ चलेका है चल्छ मालदाई भन्दा मेरो स्वर राम्रो हो नि हुन त तर के गर्ने मालदाई चल्ने म चल्न के पो थियो यार के पो थियो होइन थाहा छ दाइ हे डोरी बाटेर जलपरी गीत गाउँदै जलपरी भन्ने मुला मान्छे को मान्छेले गीत बिर्सेछ जलपरी भन्ने को आई लभ यु भनिसक्यो एकचोटि हेरेपछि दुईचोटि हेर्दिन्न है त्यही भएर पारा अनुसारको दारा निकालेर म मादल बजाउँछु तपाईँ हाँस्नुहोस् है यो बौला नाच्नु हो त्यो दुनियाँ तर्साउने मुन्छे यो पनि ब्याउने आइमै चाहिँ लगाउन थालिन्छ सक्यो हुन् यो पछि परेका तेरि अस्ति एउटा उसमा म त पछि परेर रुँदै थियो त्यसरी रुनी हो रुने पनि त्यो अलि होइन म पछि परेर गएको भनेपछि भाइरल हो त्यो पिल हुन्न बाबु है पछि परेर गएको अब म जाने बेला भयो बसौँ अब चाहिने धेरै नगरौँ होला यो अब के गर्ने यस्तो हाल्नु भने बर्बाद भइयो यार यति बेला हाँस्ने त यही हो के भयो सबै गल्लीको अब म जान्छु यार भइयो जल सांस्कृतिक कार्यक्रम घोडा दाङमा भएको छ रमाइलो पनि भयो म त अब हेर्नुहोस् दर्शक यो चोरी किन्नु ल्याएको थिएँ अब कुटाइ कति खाने हो पैसा कति तिर्ने हो म सकेँ अब म गएँ सबै यो आयोजकलाई धन्यवाद भन्न चाहन्छु बिल्ला भयो यार यत्तिकै पत्ताको हराइयो ल भाइ दादा भन्ने हेर्ने के छ हाँस्यो मजाले मलाई मुद्दा छ कि म मुद्दा लान्छु मेरो पनि हुँदै ल्याइदिनु
सबैको म पिसाब लगेर जान्छु ओके थ्यांक यू ल बाई लभ यु सबैजनाले अब मेरो सिरियल यही टाइममा सुटिङ गर्छु है हाँस्नुपर्छ अब चाहिने मेरो सिरियल बनाउँदैछु सक्ने जति कमेडी गर्ने जति जोडिनु होला धन्यवाद आयोजक टिमलाई धेरै धेरै धन्यवाद कठिन परिस्थितिमा पनि यस्तो गरेर तपाईँहरूलाई हँसाउन कोसिस गर्नुभएको छ धेरै धेरै धन्यवाद भन्न चाहन्छु हाम्रो वीरेन्द्र सुरेन्द्र दादाहरूलाई ताली ठोकिदिनुहोस् र म पनि जान्छु आई लभ यु भेट्दा आई लभ यु जाँदाखेरि बाई लभ यु ल भाइ म गएँ कस्तै मुद्दा छ यार भन्दा ल मेरो पनि त्यति नै दिने है ओके एकचोटि जोरदार ताली लगाइदिनु सखाइमाको लागि यस अलराइट एकदमै बवाल भयो मजा आयो है के केयर के छ कतसन कुरै छ देखेको मालदाई कहिले फेसबुक रिल्समा देखेको मालदाई कहिले डुप्लिकेट बिहे गरेको मालदाई सक्कली बिहे नभएको मालदाई एकछिनपछि आउँछु थ्यांक यू